नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। आजको भिडियोमा मैले दुईवटा कथाकारका दुईवटा कथाहरू लिएर आएको छु। आशा छ तपाईलाई आजका कथाहरू मन पर्नेछन्। भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनुहोला। आजको लागि पहिलो कथा, भैँसी माइलालाई रातो कार्पेट। कथाकार नारायण मरासिनी। उसको वास्तविक नाम विक्रम थियो, यद्यपि उसलाई हामी सबैजसो साथी संगीहरूले विक्रे भनेर बोलाउँथ्यौं। अरूहरूका हकमा पनि हामीले वास्तविक नाम बिगारेर यस्तै खालका नामहरू प्रयोगमा ल्याउँथ्यौं। ऊ आफ्ना बाबुआमाका सन्तान 3 दाजुभाइमा माइलो चाहिँ भाइ। कतिपयले माइला पनि भन्थे। सानैदेखि उदण्ड थियो, खमण्डी पाराको। केटो अरू साथीका तुलनामा अलि छुच्चै थियो। मै हुँ भन्थ्यो, अरूलाई गन्दैन थियो। आफूभन्दा सानालाई पिटापिट पार्थ्यो र ठूलासँग पनि मुखमुखै लाग्थ्यो। वचन निकै रुखो थियो। सानो कक्षामा पढ्ने क्रममा साथीहरूको कलम भाँचिदिने, कापी किताब च्यातिदिने मात्र नभएर चोर्ने पनि गर्थ्यो। स्कुलमा शिक्षकहरूको सबैभन्दा बढी पिटाई खानेमा पनि उनै पर्थ्यो। सानातिना बदमासीमा कक्षाका शिक्षकहरूले पिट्थे भने अलि ठूलै बदमासी गरेको अवस्थामा हेड मास्टरले सुम्नाउने गर्थे। त्यस समयमा शिक्षकहरूको मानसिकता नै बदमाशहरूलाई पिटेर तह लगाउन सकिन्छ भन्ने खालको थियो। छरछिमेकी बीचमा पनि ऊ अचाडो थियो। उसको बानी व्यवहारबाट सबै आजित थिए। उसलाई कसैले मन पराउँदैनथे। ऊ अति नै बदमाश थियो। उसले गरेका बदमासीहरू सम्झी साध्यै छैन। सानै छँदा एकपटक स्कुलबाट घर फर्किने क्रममा छिमेकीको बारीमा पसे भर्खरै टुसाएको मकै उखेलेर मिल्काएछ। एउटा सिङ्गै गराको मकै नोक्सान गरेछ। बेलुका गाउँका गण्यमान्य अर्थात् भद्र भलात्मीहरू कचहरी बसेर क्षतिपूर्ति भराएको मेरो स्मरणमा अहिले पनि ताजै छ। यस घटनापछि उसलाई हामीले मकै माइला पनि भन्ने गरेका थियौं। यस्तै अर्को एउटा घटना पनि मेरो सम्झनामा आयो। बर्खामा साउनको बेला अर्मपर्म गरेर कोदो रोप्ने चलन। मकैबारीमा लोक्ने मान्छेहरू कोदालोले खन्थे र पछि पछि महिलाहरूले रोप्ने गर्थे। दिउँसोमा गाउँघरका प्राय ढोकाहरू बन्द हुन्थे। काम गर्न सक्नेहरू धेरैजसो बारीमा हुन्थे भने एका दुई वस्तुभाव चराउन वन पाखातिर गएका हुन्थे। कुनै कुनै घरमा अशक्त वृद्ध तथा साना केटाकेटी मात्र हुन्थे। घरमा कोही नभएको मौका पारेर दिनकै समयमा अर्थात् दिउँसै विक्रेले गैराघरे जेठाको कुखुराको भाले चोरेछ। कुखुरो चोरेको कारण उसलाई कन्ना पछाडि हामीले कुखुरा चोरको नाम पनि दिएका थियौं। उसका भाले रागो पालेका थिए। घरमा एउटा जब्बर रागो थियो। आफ्नो गाउँको लागि मात्रै नभएर वरिपरि 2-3वटा गाउँका लागि पनि त्यही एउटा रागो। बा जसका घरमा भैँसीले रागो खोजेको छ, रागो लिएर उसैको घरमा पुग्थे। बाले एउटा भैँसीलाई बाली लगाए बापत त्यस जमानामा 20 रुपैयाँ अर्थात् 4 जना खेताला असुल गर्थे। त्यस समयमा भर्खर जन्मेको लैनो पाडाको मूल्य पनि 20 रुपैयाँ अर्थात् 4 जना खेताला नै थियो। सानो छँदा ऊ बा रागो डोराएर हिँडेपछि बाकै पछि लाग्थ्यो। सायद 7-8 कक्षामा पढ्दाको समयमा हो। उसले गरेको एउटा बदमासी मैले अहिले पनि झलझली सम्झिरहेको छु। बर्खा माझकै समय वन्सो घाँसले भरिएको सानो डोको बोकेर म उसैको घर छेउको गोठको बाटो हुँदै आफ्नो घरतिर लाग्दै थिएँ। ऊ कट्टु घुँडातिर सारेर बकेर्नो पाडीमाथि चढ्दै रहेछ। मलाई देख्न साथ झस्कियो। हत्तपत्त कट्टु लगाएर मलाई गाली गर्न थाल्यो। अरू कसैलाई भनेको थाहा पाए भने तेरो दाँत छाडिदिन्छु। बेला बेलामा उसले पशुमाथि करनी गरेका घटना मेरा अरू साथीले पनि देखेका रहेछन्। देख्ने जति सबैलाई उसले मलाई जस्तै थर्काउँदो रहेछ। कसैलाई खुट्टा भाँचिदिन्छु भन्दो रहेछ, कसैलाई मङ्गरा झारिदिन्छु भन्दो रहेछ। मूर्खदेखि दैव डराउँछ भने चाहिँ उसका अगाडि हामी सबै डराउँथ्यौं। तर पनि कन्ना पछाडि भने उसलाई हामीले भैँसी माइलो पनि भन्ने गर्थ्यौं। हामीहरूका बीच ऊ भैँसी माइलाका नामले पनि परिचित थियो। सानै उमेरदेखि रागाले भैँसीलाई बाली लगाउने गरेको देखेर हो या उसका यौन चाहना नै अचाकली बढी भएर हो, उसले घटाएको अर्को एउटा घटना पनि गाउँमै सामसुम पारिएको थियो। त्यस समयमा ऊ 9 वा 10 कति कक्षामा पढ्थ्यो कुन्नी। अहिले ठ्याक्कै यकिन गर्न सकिन मैले। आधा रातको समयमा छिमेकी दिदी पढ्नेको घरमा पुगेछ। ऊ भन्दा केही जेठी ती दिदी घरको माथिल्लो तलाको कोठीमा सुत्ने गर्थिन्। कोठीको ढोकामा लगाइएको आग्लो खोलेर भित्र पसेछ। समाउने क्रममा दिदी चिच्याइछन्। हल्लाखल्ला गर्दै ती दिदीका बाआमा ढोकातिर आएपछि ऊ झ्यालबाट हाम फालेर कुलीलाम ठोकेछ। भोलिपल्ट रातको समयमा स्थानीय पञ्च भलात्मीहरू बसेर घटनालाई सामसुम पारेछन्। 1 कान 2 कान मैदान हुँदै यस घटनाको नाली बेली हामीहरूका कानमा आएपछि उसलाई हामीले
झ्याले माइलो पनि भन्न थालेका थियौं। यसरी ऊ अर्थात विक्रम हामीबीच बिक्रे माइला, मकै माइला, कुखुरा चोर, भैँसी माइला, झ्याले माइलो आदि विविध नामबाट परिचित बन्न पुगेको थियो। एक किसिमले भन्ने हो भने ऊ त्यस समयको सानोतिनो डर नै थियो। 10 कक्षाको पढाइबाट अगाडि बढ्न नसकेर रोकिएपछि त ऊ झन ठूलो डन बन्न थाल्यो। वरिपरिका गाउँहरूमा पुगेर उसले चर्को स्वर गर्दा सबै थर्कमान हुन्थे। जाँड खाएका बेला त अझ सम्हाली नसक्नुको हुन्थ्यो। जाँडको नसामा जहिले पनि एउटा न एउटा बदमासी गरेकै हुन्थ्यो। जाँडको तालमा एउटा न एउटा घटना घटाएकै हुन्थ्यो। पढाइ छोडेपछिका केही वर्ष ऊ काठमाडौँ गएर बस्यो। सुरुमा व्यापारी र होटेलवालाहरूसँग हप्ता असुल्न थाल्यो। हप्तै पछि पैसा माग्दा केही उद्योगी व्यापारीहरूले विरोध पनि गर्थे। तिनीहरूलाई उसले ज्यान लिने सम्मको धम्की दिन्थ्यो। एउटा ग्याङ फाइटमा मुछिएपछि उसले आफ्नो सुरक्षाका लागि नेताहरूसँग संगत गर्न थाल्यो। आफ्नो जिल्लाका मात्र नभएर केन्द्रीय स्तरका नेताहरूसँग पनि छ्यामिन थाल्यो। बिस्तारै सानातिना ठेक्कापट्टाका कामहरू हात पार्यो। बिचौलियाको काममा पनि खुलेरै लाग्यो। अब भने उसले आफ्नो मसलका भरमा अर्थोपार्जन गरेर सान दिन थालेको थियो। उसको गुण्डागर्दी अर्थात दादागिरीबाट प्रभावित भएर नै होला पार्टीले उसलाई सदस्यता दियो, कार्यकर्ता बनायो। चुनाव नजिकै थियो। उसले जनमानसमा सन्तास तथा आतंक फैलाएर पनि जित्न सक्छ भन्ने विश्वासका साथ चुनाव लड्नका लागि पार्टीले टिकट दियो। ऊ आफ्नो क्षेत्रबाट चुनाव लड्यो र अत्याधिक मतले जित्यो पनि। त्यही भैँसी माइलो विगत केही वर्षदेखि माननीय बन्न पुगेको छ। मान्छेहरू अचेल उसलाई माननीय विक्रम भनेर सम्बोधन गर्छन्। चुरीफुरी ठुलै छ, तामझामका साथ हिँड्छ, गाउँठाउँतिर ठेट्नाहरूको भिड लिएर डुल्छ। अझ केही महिनादेखि यता त ऊ मन्त्री नै बनेको छ। प्रदेश सरकारको मन्त्री झण्डावाल गाडीमा हिँड्छ, झण्डा हल्लाउँदै हिँड्छ। वरिपरि लठैतहरूको मोटरसाइकलको ताती हुन्छ। बानी व्यवहार भने पहिलेकै जस्तो छ। कहिलेकाहीँ मन्त्रालय बस्दा कार्यालय समयमै पनि रक्सी पिउँछ। सानोतिनो कुरामा समेत कर्मचारीसँग न्यू खोज्छ। आफ्नो निर्देशन पालना नगर्ने कर्मचारीलाई हप्काउँछ, साथै लिन्छ। उसलाई देख्न साथ कर्मचारीहरू पनि थरर काम्दै धनुष टङ्कार रूपी नमस्कार टक्राउँछन् र खुरुखुरु काममा जोतिन्छन्। हो, आज त्यही भैँसी माइलो आफ्नै गाउँमा आइपुगेको छ। गाउँपालिकाको नवनिर्मित भवन उद्घाटनका लागि। यो भवनको निर्माण लागत 11.5 करोड भनिएको छ। भवन 3 तलाको छ। कोठाहरू कति छन् कुन्ने मैले गनेको छैन र अरूसँग सोध्न भ्याएको पनि छैन। भवन मोटर बाटोबाट 150 मिटर जति भित्रपट्टि छ। 4-5 वर्ष पहिले गरिएको पिच अहिले भत्किएको हुनाले मोटर बाटो कच्ची छ, तर त्यहाँबाट भवनसम्मका लागि बनाइएको 150 मिटर बाटो भने ढलान गरिएको छ। मञ्चको सजावट आकर्षक छ, परिवेश मनमोहक छ। भवनको प्राङ्गणमा ठूला ठूला पालहरू टाँगिएका छन्। रङ्गीचङ्गी फूल, बेलुन, ध्वजा पताका आदिले सिंगारिएको छ। मञ्चमा सोफा र तलको दर्शक तथा श्रोता दीर्घामा प्लास्टिकका कुर्सीहरू छन्। वरिपरिका गाउँहरू नै उड्लेर आएकोले मानिसको भिड छ। सबैका लागि कुर्सी पुगेका छैनन्। आधाभन्दा बढी जसो मानिसहरू दर्शक दीर्घाको अन्तिमतिर छन्। छेउमा एउटा ठूलो समीको रुख हुनाले त्यसैको शीतल छारीमा केही मानिसहरू उभिएका छन् भने केही पलेटी कसेर बसेका छन्। अन्तिमतिरका त्यस्ता मानिसहरूमा बढी जसो अशक्त वृद्ध वृद्धा एवं सर्वसाधारण महिलाहरू छन्। अलिक बलिया बाङ्गा तथा टाठाबाठा युवा युवती एवं पार्टीका कार्यकर्ताहरूले कुर्सी ओगटेका छन्। म श्रोता दीर्घाको अन्तिमतिर छु। काम चर्केको छ। म उभिएको ठाउँमा पालको छाया छैन र समीको छारी पनि छैन। मसँग म जस्तै गाउँका अरू केही मानिसहरू पनि छन्। उनीहरूले सानो स्वरमा गरेका केही कुरा मेरा कानमा आइपुग्छन्। हेर्दा हेर्दै भैँसी माइलाले मन्त्री पनि पड्काइ छाड्यो। अघि हाट फोरा कहीँको यस्तालाई नि पार्टीले किन मन्त्री बनाएको होला? हाम्रो देशमा राजनीति गर्ने भनेकै यस्तैले त हो नि। नजिकै एउटा फरक खालको मान्छे आएर उभिएपछि उनीहरूको कुराकानी बन्द हुन्छ। सुकिलो मुकिलो देखिएको त्यो मान्छे केही बेर मेरै नजिक उभिन्छ। मन्त्रीको अघि पछि लाएर आएका हुल्लडबाज हनुमानहरू मध्येको एकजना हो यो मान्छे। अघि मञ्चमै बसेको थियो, अहिले त्यहाँबाट उड्लेर यहाँ आइपुगेको छ। देख्दै डरलाग्दो भुस्तिक रहेछ, रेस्लर जस्तो। कपाल औसत मान्छेका तुलनामा केही लामो छ। कानमा गरुङ्गै खालका मुन्द्रा झुन्डिएका छन्। घाँटीमा सिक्री र हातमा बालो पनि देखिएको छ, पहेँला छन्। मेरो अनुमानमा यी सबै सुनका हुन्। मलाई यो नयाँ मान्छेसँग बोलो बोलो लाग्छ, तर म भन्दा पहिले उसले मैतिर हेर्दै मुख खोल्छ। कति रमाइलो ठाउँ रहेछ है यो। उसले समीका चारैतिर फैलिएका हाँगाबिगा हेर्छ। क्रमशः तलपट्टि बग्दै गरेको खोलो र पारीको फाँट हुँदै त्यसभन्दा माथितिर फैलिएको घना जंगलतिर दृष्टि पुर्याउँछ।
ठाउँ मात्रै राम्रो भएर के गर्नु, बाटो देखिहाल्नु भयो क्यार। 2 वर्षभन्दा बढी यो भत्केको, आजसम्म भनेको छैन। मेरो कुरा सुनेपछि उसले मलाई अलि गौड गरेर हेर्छ अनि केही बेरपछि भन्छ नि, किन नभन्नु। तपाईहरूले यति राम्रो विकासप्रेमी मन्त्री पाउनु भएको छ, चिन्ता नलिनुहोस्, आगामी वर्षमा मन्त्रीजीले बजेटको व्यवस्था गरिहाल्नुहुन्छ। मान्छे ज्याङ्गो देखिए पनि बोली भने मिठासपूर्ण नै रहेछ। हुन सक्छ उसले मलाई एउटा भोटरका रूपमा लिएको छ र भोटका लागि बोलीमा लालित्य भरेको हो। अघि गाडीबाट ओर्लन साथ मन्त्रीजीको हाते झोला यही मान्छेले लिएको थियो। अहिले त्यो झोला त्यही मञ्चमा मन्त्रीकै अगाडिपट्टि रहेको टेबलमा छ। जब एउटा सानो झोला पनि आफैले नभिरेर अर्कालाई भिराएको देख्दा अघिदेखि नै मलाई कस्तो कस्तो खसखस लागेको थियो। त्यही खसखस मेटाउनका लागि सोधे मैले, अघि गाडीबाट ओर्लन साथ मन्त्रीजीको झोला तपाईले किन बोक्नु भएको? त्यति सानो झोला त मन्त्रीजी आफैले बोक्न सक्नुहुन्थ्यो नि। मलाई त मेरो यो जिज्ञासा सुन्दा ऊ रिसाउला जस्तो लागेको थियो र सोध्ने क्रममा पनि डराई डराई सोधेको थिएँ। तर ऊ रिसाएन, उल्टै मुस्कुराउँदै भन्यो, मन्त्री भइसकेपछि पनि झोला बोकेर लखर लखर हिँड्न थाल्यो भने के भन्छन् मान्छेहरू? मन्त्रीको पनि त गरिमा हुन्छ, इज्जत हुन्छ। मन्त्रीले पनि कुल्ली भरियाहरूले जस्तै झोला बोकेर हिँड्न थाल्ने हो भने त मन्त्रीकै इज्जत जाँदैन र भन्या। साला कुखुरा चोर, भैँसीलाई करनी गर्दा इज्जत नजाने, अहिले आफ्नो झोला आफै बोक्न पर्दा चाहिँ इज्जत जाने। यसरी नै मुखभरिको जवाफ दिन मन लागेको थियो, तर शब्दहरू मुखसम्मै ल्याएर पनि बाहिर निकाल्न सकेन। भित्रभित्रै दबाए। सोचे यो मुला हनुमानलाई सुनाउनुको पो के नै अर्थ छ र। सुन्न साथ मैमाथि जाइ लाग्ला जस्तो छ। दिमागबाट आँखै अगाडि विगतका ती दिनहरू छलझली आए। यही साले भैँसी माइलो। उस जमानामा 4-5 पाथी नुन बोकेर यही बाटो हिँड्थ्यो। हाइवेको बजारबाट नुन तेलको भारी बोकेर आफ्नो गाउँमा पुग्नै 5-7 घण्टा लाग्थ्यो। सम्झनामा धान परालका भारी बोकेर उसैले चढेका उकालीहरू आए, घाँसका भारी बोकेर झरेका ओरालीहरू आए। हो, त्यो यही भैँसी माइलो हो, जसले आज आफ्नै एउटा हाते झोला पनि बोक्न सकिरहेको छैन। पदमा पुगेपछि मान्छे किन यत्तिका बित्न निर्गिने हुन्छ न? लाजले पनि लजाइरहेको अवस्था देख्नु र भोग्नु पर्दा म आश्चर्यचकित छु। मान्छेमा आएको यो अनौठो परिवर्तनले मलाई सोचमग्न बनाएको छ। यिनै कुराहरू मनमा खेलाइरहेको समयमा अघि भर्खरसम्म मैसँग गफिएको हनुमान मञ्चमा पुगिसकेछ। ऊ पहिले पनि मञ्चको पछाडिपट्टिको पंक्तिमा थियो र अहिले पनि त्यहीँ बसेको छ। यता मेरो वरिपरि फेरि गाईगुई सुनिन थाल्छ। एउटा व्यक्तिको मुखबाट आश्चर्यको भावसहित आवाज आउँछ, 150 मिटरको बाटाभरि किन कार्पेट बिछाउनु परेको होला? मेरो नजिकै रहेको अर्को व्यक्तिबाट अलिक हलुका खालको आवाज निस्किन्छ, अचेल मन्त्रीलाई स्वागत गर्ने तरिका नै यही होला। वरिपरिका निस्केका यी आवाजहरू सुन्दा हितकै छोडेर हाँस्छु म। हाँसो रोकिएपछि मलाई पनि एक मनले केही बोल्नु हुन्छ र अर्को मनले नबोल्नु कि जस्तो पनि लाग्छ। तर खसखस रोक्न सक्दिन। मेरो मुखबाट पनि आश्चर्यजनक रूपमा शब्दहरू निस्कन्छन्, निकै उपेक्षापूर्ण शब्दहरू। साले भैँसी, त भैँसी माइलालाई नि रातो कार्पेट। दर्शक तथा श्रोतावृन्द, यो रहेको थियो कथा भैँसी माइलालाई रातो कार्पेट। कथाकार नारायण मरासिनी। लागौं अर्को कथातर्फ। कथाको शीर्षक रहेको छ काटीकुटी भीम साइलो। कथाकार खड्गबहादुर कौशिक। दशैं नजिक आउँदै थियो। बिहान बेलुकी निकै जाडो अनुभव हुन थालेको थियो। गाउँघरमा ठिकी आधार समेत कुटेको सुनिन्थ्यो। 2-4 धनी मानिसले आफ्नै घरमा खान चिउरा कुटे पनि धेरै जसोलाई हाट लगेर चिउरा बेचेर दशैं टार्नु थियो। गाउँका सबैलाई दशैं आए पनि धेरैलाई चाहिँ दशैं मनाउनु भनेको ऋण बोक्ने रहर गरे जस्तै थियो। जसरी दशैं नजिक हुन्छ समस्याको कालबादल उसरी नै मडारिन थाल्छ अनि गरिब गुरुवालाई संकट मोचन निम्ति थनी मानीको दैलामा जमलाहात गर्न पुग्ने नौबत आउँछ। अचानक रेडियोको एउटा खबर मानिसका मुखमा चर्चा हुँदै थियो। यो थियो भारतमाथि अचानक चीनले हमला गर्यो। यसले मानिसका मन मस्तिष्कमा भएर शंकाको जरा गाड्दै थियो। शहरको सिमाना नागेर त्यो खबर गाउँ बस्तीतिर पुग्यो। मिलिक्कै हर्षोल्लासको दशैं सबैलाई आपतको जड बन्न पुग्यो। गाउँलेले आफ्नो कामधाम छोडेर बिहान बेलुका गोतामे महाजनका घरमा रेडियोको खबर सुन्ने काम गर्न थाले। जता हेर्यो रेडियो सुन्न जानेको ताती देखिन्छ। जन्तरी बुढाथोकी अलिक बढी चिन्तामा छन्। यसै वर्ष उनको जेठो छोरो रामकृष्ण तेजपुरमा कलेज पढ्न गएको। यसैपालि यस्तो आपत आउनु परेको। तेजपुर शहर प्रशासनले खाली गर्ने हुकुम दियो रे। मान्छेको भागाभाग छ भन्ने खबर पनि सुनिन थाल्यो। पगला फाटक जेलका कैदी सबैलाई छोडिदिएको खबर वनको आगो झैं फैलियो। ब्याङ्कका जम्मै पैसा पदुम पोखरीमा फ्याँक्दा धेरैले कायदा गरेर हडप गरेको खबर पनि सुनियो।
यसरी दरङ कलेज कर्तृपक्षले पनि छात्र छात्रालाई छात्रनिवास खाली गरी आफ्नो घर जाने निर्देश दिएको थप खबर थियो, जो जसरी सके आफ्नो गन्तव्यस्थलतिर लाग्ने के भन्नु, जीव बचाउन मजबुर भए। तेजपुर शहर लगभग सुनसान बन्यो। पुलिस प्रशासनका मानिस बाहेक बाटो जनशून्य देखिएको थियो। यत्रतत्र काम र मामको सुईको नपाएर लावरिस कुकुर बाटामा हिँडेको सुलभ दृश्य थियो। पूर्वतिर जाने पुडुली नदीको चौकी घाटबाट नाउमा तरेर आफ्नो घरको बाटो छोट्याउन थाले। बिथोलिनीहरूमा बाहिरबाट पढ्न आउने छात्र छात्रा र शहरमा रोजगार गर्नेहरू नै बढी देखिन्थे। यसरी भाग्नेहरूमा सिलाङखुट्टी गाउँको रामकृष्ण पनि थियो, तर ऊ पश्चिम जाने। उसको हातमा एउटा ठूलै थैलो थियो। त्यसमा पढ्ने किताब, लाउने लुगाफाटो के कति हाल्यो जान्दैन, तर खाँदेर हालेको थैलो टम्म छ। भाग्ने हतारमा केही सोच्न भएन। अहिले बोकेर हिँड्दा पो पोकाको भारी थाहा पायो। रामकृष्णको घर तेजपुरदेखि 40 माइल जति पश्चिम पर्छ। साँझ बिहगुडीसम्म हिँडेर जाने कलेजका सहपाठी बन्धु महेन्द्रनाथ बरा र दिलीप सैकिया साथमा छन्। महेन्द्रनाथ बराको घर पुग्दा टक्क 10 बजेको थियो। ऊ त्यही बास बस्ने भयो। दिलीप सैकिया थियो अलि पर खेलमाटीको। राति चकमन्न अँध्यारो थियो। सबै बत्ती निभाएर बसेका। अनि घरका बुढापाकालाई खाल्डो खनेर लुक्ने व्यवस्था गरेको रहेछ। रामकृष्ण ओछ्यानमा त ढल्कियो, तर हल्ला खल्लाले सुत्न सकेन। अनाहुत भए मनमा छिप्पिँदै थियो। मनमा घर कहिले कसरी पुग्ने चिन्ताको मूल बिन्दु यही थियो। यता हिँडेर आएको थकान त छँदै थियो। बिहानी पख बल्ल निदायो। भोलिपल्ट दिलीप सैकियासँग धन्नै 3 माइल जति परको खेलमाटी गाउँ पुग्यो। त्यो बाटोबाट नै मंगलदै गौहाटी जाने गाडी पाउन सकिन्छ। बाटामा एउटै गाडी कुदेका थिएनन्। 2-1 फौजी गाडी चलेका छन्। त्यो रात दिलीपका घरमा बस्यो। रामकृष्णलाई कहिले घर पुगु भन्ने मात्र थियो। त्यो 2 दिन उसलाई महिना दिन बिताए जस्तै हुँदै थियो। यता दिलीप सैकियाका बाबुआमा बहिनी विनिता सबै उसलाई साम्य नहुन्जेल नजानु भन्दै बस्ने ढिपी गर्दै थिए। ऊ चाहिँ गाडी भेट्दै जानेमा थियो, तर सम्झिँदा युद्ध क्षेत्रमा भए जतिकै यातना अनुभव हुन्छ उसलाई। यो अवस्थामा ढुङ्गाका चिउरा चबाएर बस्नु परे जत्तिकै भएको कुरा उसले मात्र बुझेको थियो। भोलिपल्ट राष्ट्रिय राजमार्गमा निस्केर गाडी कुरेको छ। ठूलो साँझ पर्दा पनि गाडी आउने छाँटकाट देखिएन। दिलीपका घरका सबैले धेरै राति भयो, अहिले त गाडी आएको छैन, अब आउँदैन, अहिले घरै जाऊ, भोलि विचार गर्नुपर्छ भन्ने कुरा हुँदै मात्र थियो। तेजपुरबाट एउटा गाडी आयो। सायद गौहाटीतिर जाने बस होला। पानको पत्ता जापे चाहिँ मानिस खाँदेर ल्याएको रहेछ। रामकृष्णको ढिपी देखेर दिलीपका परिवारलाई आखिरीमा बिदा दिन कर लाग्यो। जसो तसो 2 खुट्टा बसभित्र पसायो। अँध्यारोमा कसैको मुख देखिने कुरा आएन। बस्ने भन्दा उभिएर जाने बढी थिए। सायद सबैको एउटै मनस्थिति हुनाले कसैले केही आपत्ति गरेनन्। छिट्टै गन्तव्यस्थल पुग्न पाए हुन्थ्यो भन्नेमा छन् आतंकित यात्रीहरू। रामकृष्णले घर पुग्ने हतारमा दिलीपसँग राम्रो गरी बिदाई माग्न पाएन। बसको खलासी हतार गर्दै थियो। ठेलामार पुग्न आँटेपछि बस बिग्रियो। टर्च बालेर ड्राइभर खलासी मिलेर बनाउन ठ्याक्क ठुक्क गर्न थाले। एक हुल गाउँका मानिस हातमा डन्ठा मुर्गा लालठन झुण्डाएर पश्चिमबाट उनीहरूलाई ताकेर आए जस्तो देखियो। बेला बेला टर्च बसतिर लगाउँदै थिए। बसबाट अन्य यात्रुसँग ऊ पनि ओर्लेको मात्र थियो। त्यो दृश्य देखेर झस्कियो। नजिक हुँदै जाँदा मान्छे बोलेको सुनियो। उनीहरूले लालठनमाथि कालो ढाकन लगाएका थिए। सायद यात्रुको हवाई जहाजले माथिबाट नदेखोस् भनेर होला। उनीहरू 10-12 जना जति थिए। छिमल छिमल भएर गाउँ रक्षा गर्न जुटेका गाउँ रक्षा बाहिनीका टोली रहेछ। तीमध्ये अलिक अदवैंसे 1 जनाले भने, यहाँबाट छिटो जानुहोस्, हाम्रा गाउँका धेरै मानिस गाउँ छोडेर आमै नानी केटाकेटीलाई लिएर 9 बिल जहाँमरीतिरबाट ब्रह्मपुत्र नदी तरेर दक्षिण पार जाँदैछन्। चीना भालुकपुङ आइपुग्यो। के हुन्छ भन्न सकिँदैन। सबैका मुखमा भयले जरा गारेको थियो। होला पनि बाटामा 2-1 फौजी गाडी सिवाय अरू गाडी चलेको देखिएन। झण्डै 2 घण्टापछि बस स्टार्ट भयो। सबै रमाए। मिलिकै ओर्लेका सबै बसमा चढे। बस कुदिरहेको थियो। अचानकको उसलाई भीम साइलको याद आयो। गाउँले साथी, सँगै पढेको, पाठशाला पास गर्यो, तर हाई स्कुल पढेन। किन पढेन? अहिले बल्ल रामकृष्णलाई बुझे जस्तो लाग्यो। सायद गरिबीले गर्दा उसले पढ्न सकेन। उनीहरूसँगै पढ्ने ज्ञान माएको त 10 वर्ष नपुगी बिहे भयो। फुलीसोरीको त बिहे गरेकै वर्ष कमाउन हिँडेको बुढो फेरि फर्केन। रामकृष्ण यस्तै कुरा सम्झिन थाल्यो। भीम साइलो उसको अभिन्न साथी हो। अझ उत्तिकै प्यारो छ। 3 महिना अघि कलेजको बिदामा गाउँ जाँदा ऊ भन्थ्यो, तिमीले पढ्न पायो,
राम्रो पढे जे पनि बन्न सक्छौ, हाम्रो त सबै दैला झ्याप्प भइहाले। बाबु हस्तवीरको टिभी भएर मृत्यु भएपछि उसले आफ्नो पढाइ बीचैमा छोड्यो। 6 जनाको परिवार चलाउन आमालाई सघाउने हुनु पर्यो। भीम साइलाको कुरा सुनेर रामकृष्णलाई लाग्यो पढ्ने रहर त अझ उभित्र मुर्झाएको रहेनछ। राति यस्तै 10-11 बजेको होला। बसले रामकृष्णलाई गाउँ पस्ने दो बाटोमा ओह्रालेर गयो। चारैतिर हेर्यो, रात चकमन्न छ। एक्लो उसलाई मनमा डर डर लाग्यो। राजमार्ग छेउछाउका 2-4 घर पनि अँध्यारोमा डुबुल्की लगाएर निन्द्राको खास्टोमा गुटमुटो परेको देख्यो। कुम्लो काँधमा हालेर ऊ अगाडि बढ्यो। यहाँबाट ठक्क 2 माइल पर छ उसको गाउँ। नदी किनारको ठूलो मथाउरीमा हिँड्दैछ। एकातिर नदी, अर्कातिर वितृष्ण खेती, आदि अधुरो, जुन पश्चिमतिर ढल्किसकेको थियो। एक हुल कुकुरले छम्टिँदै आए। ऊ ठिङ्ग उभिएर केही टिपेझै गर्यो। कुकुर कराउँदै मथाउरी बारी ओर्लेर भागे। अब भने त्यो ठाउँमा ऊ अनि पश्चिमपट्टिको कृष्ण पक्षको जुन मात्र थियो। यता अब कुनै घर छैन। सुनसान रातलाई झ्याउकिरीले बिउजाउन मथाउरीका 2 कान्लामा एकोहोरो क्यारकुर ची गरेर कराएको सुनिन्छ। 81 खोपारी डाँडामा एक हुल स्याल कराए। दिउँसो यही बाटो कतिपल्ट आउने जाने गर्छौं। राति यही जानेकै बाटो डराउने हुन्छ। 2 महिना अघि यहाँ भीम साइलोसँग माछा मार्न आउँदा ऊ आरीकटा बिलसम्म पुगेको थियो। माछा समाउन भीम साइलो सिप्पालो थियो। कसरी उसले प्रशस्त माछा समाएर सबैलाई बराबर भाग लगाएको थियो। यसपालि पनि उसँग माछा मार्ने, फुर्ती गर्ने सोच रामकृष्णको मनमा पगारिन छोडेको छैन। आधाभन्दा बढी हिँड्यो ऊ। अब 1 माइल जति हिँडे गाउँ पुगिहाल्छ। पोको काँधमा निकै बेर बोकेर होला। काँध दुखेको थाहा पायो। काँध फेरेर पोको पिठ्यूमा लिएको मात्र थियो। अलिक अगाडि दाहिनेपट्टिको खेतबाट पानीमा छप्लाङ छप्लाङ गर्दै एउटा मान्छे आएर मथाउरी उठेको देख्यो। त्यो मान्छे उसको अघि अघि हिँड्न थाल्यो। पछाडि आउँदै गरेको रामकृष्णलाई सायद देखेन। गाउँकै कोही होला भनी रामकृष्णले सोध्यो, ए को हो? म पनि उतै जान्छु, पर्ख त। त्यो मान्छे ठिङ्ग उभियो। रामकृष्णले उसलाई भेट्न छिटो छिटो पाइला चाल्यो। छेउ पुग्दा ऊ छक्क पर्यो। रामकृष्ण, यति राति त एक्लै कहाँबाट आइस? रामकृष्णले केही बोल्न अघि भीम साइलोले अचम्म मान्दै सोध्यो। उसैका कुरा रामकृष्ण सोच्दै आउँदै थियो। भीम साइलोसँगै यसरी ठ्याक्क जम्काभेट हुँदा उसलाई ठूलो आड लाग्यो। खुसी भयो। सोध्यो, यति राति कहाँबाट आइस भीम? माथि मखले डाँडामा खेत हेर्न गएको थिएँ। कुल्लो तल्ला गाउँकाले खनेर आफ्नो खेतमा लगेछन्। अहिले आफ्नापट्टि फर्काएर आएको। खैले कुम्लो म बोकिदिन्छु भनेर बोकिदियो। यसरी बात मार्दै हिँड्दा रामकृष्णको घर आइपुगेछ। उसको घरको बरन्डामा पोको राखिदिएर भोलि भेटौँला भन्दै भीम साइलो फुत्त निस्केर गयो। रामकृष्णले घरको दैलो ठकठकायो। को हो? भित्रबाट बाउ बोल्दा उसले भन्यो, म रामकृष्ण। यी छोरा आएछ। खुसी हुँदै दैलो खोले। यो राति कसरी आइपुगिस् बाबु? अचम्म मानेर आमाले एक्कासी उसको टाउको सुमसुमाइन्। छेन विलक्षण नगरी ऊ हतार हतार सिकुवामा झुन्ड्याइ राखेको भात र अलिकति गुन्द्रुक फुलुक्क उमालेर छोराको निम्ति भातको सुसार गर्न थालिन्। रामकृष्ण पोको भित्र राखेर हात गोडा धुन थाल्यो। बाबुलाई चीनको आकस्मिक आक्रमण र तेजपुरको स्थिति बयान गरिसकिएकै थिएन। आमाले भान्सा गर्न बोलाइन्। ऊ भात खान थाल्यो। छेउमा बसेर आमा भन्दै थिइन्, यहाँ हामीलाई कत्रो चिन्ता। के भो कसो गर्नु? यहाँ तेरा बाबाले फिटफिटिएर कसैलाई सञ्चले बस्न दिएका छैनन्। टाढिएको छोरोसँग आमा बोल्न कति पनि थाकेकी थिएनन्। भोलि चाहिँ साइकल लिएर भए पनि छोरालाई भेट्न जान्छु, कसैले मलाई नरोक्नु भन्दै थिए तेरा बाबाले। धन्न बाबु, त आइपुगिस्। भात खाएर सुत्ने तर्खर हुँदा आमाले सोधिन्, यो राति यसरी एक्लै किन आइस? उतै बहादुर चोकमा बाटुलीका घरतिर बसेको भए हुन्थ्यो नि। हो नि, बहादुर चोक अन्धकारमा डुबेको थियो। चकमन्न आफूलाई कसरी घर पुग्नु भएको थियो। धन्न बाटामा भीम साइलो खेतमा कुलो लाउन गएको रहेछ। उसैले पोको बोकेर घरैसम्म पुर्याइदिएर भोलि भेटौँला भन्दै हतारिएर गयो। होइन, के भन्छ यो? अचम्म मान्दै आमाले रामकृष्णको अनुहार हेरेर भनिन्, किन यसरी आतिनु भएको? किन आमा? साथी हो, पोको बोके त के बिरायो? त्यतिमा यसरी आतिनु पर्छ? आमा छोराको संवाद सुनिरहेका रामकृष्णका बाबु भित्रबाट जुरुक्क उठेर आए। कहाँ भीम साइलाको कुरा गर्छ? ऊ मरेको महिना दिन हुन आँट्यो। बाबुको कुरा सुनेर मट्याङ्ग्राले हानेको ढुकुर जसरी खाटमा रामकृष्ण पुड्लुक्क पल्टियो। कसरी मर्यो? मलाई किन खबर दिएनौ भन्दै साह्रै अफसोस मान्यो। मनको दुःख पोख्नसम्म पोख्यो। घरकालाई झन् चिन्ता थपियो। उसको भाग्य नै यस्तै रहेछ। माछा मार्दा मार्दै माछा देखेर अत्तालिएर मुखमा जिउँदो कवै माछो च्यापेर अरू माछा समाउने भएछ। माछो स्वात्तै मुखभित्र पसेर रक्तामै पारिहाल्यो। डाक्टर कहाँ पुर्याउन नपाई आधा बाटामै चोला उठ्यो। के गर्नु बिचरा, उसको दिन त्यति नै रहेछ। बाबुले यति भनेर लामो सास फेरे। रामकृष्णको स्थितिले घरका सबैलाई
अनाहुत भए र शंकाको माखे साङ्लोमा पार्यो। रातभरि कसै गरी रामकृष्णले सिरानीमा मुन्टो स्थिर राख्न सकेन, निदाएन, छसँग हुन्छ। उसले भेटेको मान्छे भीमसाइलो नै हो, काटीकुटी भीमसाइलो। त्यो भीमसाइलो होइन भने फेरि को थियो त? दर्शक तथा श्रोतावृन्द, यो रहेको थियो कथा काटीकुटी भीमसाइलो, कथाकार खड्गबहादुर कौशिक। तपाईलाई आजका यी दुईवटा कथा के कस्ता लागे कृपया कमेन्टमा उल्लेख गर्नुहोला। तपाईसँग पनि कथा भए मलाई मेरो कथा 204@gmail.com मा मेल गर्न सक्नुहुनेछ भन्दै भोलिको भिडियोमा अर्को कथाको साथ उपस्थित हुनेछु। तबसम्मको लागि म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्। नमस्कार।